परदेशी भनेको एउटा हराभरा सुन्दर बगैँचाबाट मरुभूमिमा सरेको बिरुवा हो। त्यो झिलमिल झिलमिल सहरभित्र आफू जलेर परिवारलाई ज्योति छर्ने एउटा दीप दीप गर्दै बलेको मैनबत्ती हो। राज्यबाट सस्तो मूल्यमा बेचिएको रगत र पसिनाको मूल्याङ्कन नभएको दोस्रो मुलुकको एउटा गुलामी हो। परिवारको फितालो भेटघाटले आफ्नै घरबार बिग्रिँदासम्म पनि चुपचाप लागेर सहनुपर्ने एउटा दुखी आत्मा हो। साँच्चै भनौँ त परदेशी भनेको आफ्ना रहरहरू मारेर परिवारको खुसी किन्न निस्किएको आफ्नो सास र लासको कुनै परवाह नगर्ने एउटा कठोर यात्री हो।